हेलो हजुर नमस्ते। यो हो कोइरालाको फुल, हिन्दीमा यसलाई कचनारको फुल भन्छ। हेर्नुहोस् न, देख्दाखेरि कति राम्रो यो पर्पल कलरको फुल छ। तर यसको सब्जी बनिन्छ, हजुरहरूलाई थाहा छ कि छैन? आज म त कसरी सब्जी बनाइन्छ हजुरहरूसँग सेयर गर्न जाँदैछु। यसको फुल टिपेर, पहिलाबाट यसको फुल टिपेर हेर्नु न, टिप्न पनि माया लाग्छ, तर सब्जी भने साह्रै स्वादिलो हुन्छ। वर्षमा एकचोटि खाउँ जस्तो लाग्छ। अर्ग्यानिक हो, यसमा न कुनै खार हुन्छ न केही रासायनिक द्रव्यहरू परेको छ। यो हेर्नुहोस् न, प्रकृतिको देन हो। यो सब्जी एकपल्ट पकाएर खाएपछि हजुरहरूलाई वर्षौनी पकाएर खान इच्छा लाग्छ। एक सिजनमा हुन्छ। यहाँ हेर्नुहोस्, मैले यसरी टिपेर ल्याएँ, माया लाग्दै पनि टिपेर ल्याएर यसलाई यसरी केलाउनु पर्छ। यसको यो जुन पङ्खुडी भन्छ, जुन के भन्छ नेपालीमा मलाई त्यति थाहा भएन, पाही भन्छ यो एसामिसमा चाहिँ। यसलाई छुट्याउनु पर्ने हुन्छ। यसरी छुट्याएर यो पङ्खुडीलाई भिन्दै पार्नु पर्यो। यहाँ हेर्नुहोस्, मैले यसरी छुट्याएर केलाएर राखेँ, यहाँ यति केलाएँ। अब यसलाई अलिअलि उमालेर, पानी उमालेर त्यसमा हामीहरूले त्यो उमालेका पानीमा चोब्नु पर्ने हुन्छ एकछिनसम्म। यसलाई पुरा उसिन्नु चाहिँ पर्दैन, उमालेका पानीमा चोबिदिएर अब यसलाई स्टिम अफ गरिदिँदा हुन्छ। यो मैले उमालेको पानीमा चोब्नलाई राखिदिएँ यसरी। अब यसलाई अलिकति एउटा पुन्युले अलिकति दबाएर हेरौँ, यसलाई यसरी दबाएर त्यो सबैलाई भिजाइदिउँ। त्यो तातो पानीमा भिज्नु पर्यो, त्यति उम्लिएर उसिन्नु पर्ने हुँदैन। यसरी दबाएर यसलाई गरिदिउँ। यतिको हुँदा चाहिँ हामीले स्टिम अफ गर्न सकिन्छ। यहाँ हेर्नुहोस् न, यसको रङ चेन्ज हुन्छ। अब यो सेतो हुन्छ, अलिकति बैगुने पर्पल कलरको पानी यसरी बाहिर हुन्छ। यहाँ हेर्नुहोस् त, यति मिठो हुन्छ नि यो सब्जी। खानुभएको छैन भने चाहिँ एकचोटि भए पनि हजुरहरूले ट्राई गरेर हेर्नुहोस्। यहाँ हेर्नु, म चाहिँ वर्षमा एकचोटि भए पनि यसलाई खान्छु। अब यसलाई मसला के चाहिन्छ भन्न जाँदाखेरि गरम मसलाको अलिकति जिरा, टमाटर, लसुन र अदुवा म यसलाई पिसेर यसको मसला चाहिँ गरम मसला पनि चाहिन्छ, अलिकति दालचिनी, अलि 2-4 दाना मरिच र लौङ र अलैँची 2टा मैले त्यो त्यति ठिक्क पारेँ। यहाँ हेर्नुहोस् त, कति पर्पल कलरको पानी गयो त्यहाँ। अब यो सेतो भयो, यसले कलर फेर्यो। र यो तेलमा मैले पाँचफोरन पड्काएँ र पियाज पनि अलिक ब्राउन कलरको हुन्जेल यो पियाजलाई भुट्नुपर्ने हुन्छ। त्यसपछि यसमा हामीले मसला भुट्नुपर्छ। पियाज अब ब्राउन कलरको हुन लाग्यो, यी ब्राउन कलर भयो। अब हामी त्यो पिसेर राखेको मसला मैले मिक्सीको जारमा पिसेर राखेँ। त्यसमा मैले अलिकति खुर्सानीको धुलो पनि मिसाइदिएँ। मैले काँचो खुर्सानी हालिनँ यसमा, अलिकति कलरको लागि खुर्सानीको धुलो हालेँ। र यसलाई पुरा तेल छोडिन्जेली भुट्नुपर्छ। यो मसला भुटिएन भने चाहिँ कुनै पनि सब्जी, र यसमा अलिकति हर्दी हाल्दै मैले, मसला भुटिएन भने कुनै पनि सब्जी त्यति टेस्ट हुँदैन। यसरी अलिकति यो मसलाले तेल छोड्नुपर्छ। अब यतिखेर हामीहरूले त्यो कोइरालाको फुललाई, निचोरेर राखेको कोइरालाको फुललाई यसरी यसमा हालेर मसलामा भुटिदेऊ। कसैले भिन्दै भुट्न सक्नुहुन्छ। आलु चाहिँ मैले भिन्दै भुटेँ, तर यसलाई चाहिँ मैले भुटिनँ, किनभने यही तेलमा मैले एकैचोटि भुटेँ यसलाई। यसरी पहिला अब बैगुने कलरको थियो, अहिले गएर अब सेतो भयो। यो पानीमा सबै निस्केर गयो। अलिकति निमक लगाइदिएँ मैले। यसबाट अलिअलि पानी छोड्छ र मसला त्यति ड्राई हुँदैन। पानी छोडेर यो आफै भुटिन्छ। मजाले भुट्नुपर्ने हुन्छ। अघि मसला त भुटिएकै छ, त्यसपछि यो हालेर एकछिन भुट्नुपर्छ। अब मैले त्यो भुटेर राखेका आलु पनि मैले यहीँ मिसाइदिएँ र एकछिन चलाइदिएर म अब यसमा पानी हाल्न जाँदैछु। र चिसै पानी हाल्दा हुन्छ। पानी हालेर यसलाई पाक्न दिउँ। यो आलु र यो कोइरालाको फुललाई पाक्न दिउँ एकछिन। मसला त पाकि नै हाल्यो, अब आलु पनि प्राय पाकेकै छ। पाके पछाडि यसरी धनियाँ लाएर गार्निस गरेर एक पानी पाकेर अर्को पानी पनि एकचोटि अलिकति पानी पकाउनु पर्ने हुन्छ। र यहाँ हेर्नुहोस् त, जसलाई कटहरको सब्जी, बुङ्गाको सब्जी मिठो लाग्छ नि, त्यस्तै पाराको हुन्छ। एकचोटि पकाएर खानुहोस्।